म तिम्रो जोडी खोइ भन्छु दाउरा खन्न गह भने तेरो जोडी खोइ दाउरा खन्न गयो सर ए भूपेन्द्र सर तेरो जोडी खोइ दाउरा खन्न गयो सर ए सन्तोष सर तेरो जोडी खोइ दाउरा खन्न गयो सर मिलने सर तेरो जोडी खोइ दाउरा खन्न गयो सर अच्छा के छ नास्तामा के छ साथी हो ओ सुभाषजी के छ के छ सेल्कुको के छ त आइटम ओ भयो दौडी जति छ त्यति लिएर आइज सुरु गर अब सुरु गरिहाल सुरु गरेर हुन्छ गुरुबा सुरु गर्न दिए हुन्न दौडी 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 दाउरा त्यत्रो धेरै चाहिन्न के थोरै भयो हुन्छ हे रामचन्द्र सर के छ ठीक छ सर सबै सामान रेडी बना अहिले आदेश आउँछ तिम्रो समय सुरु भएपछि बल्ल सुरु गर्ने हो ल 25 मिनट समय सुरु भयो आगो फुक्ने पानी ल्याउने खाना पकाएर रेडी गरेर सामेल हुने खोइ जगत खोइ तेरो साथी खोइ तेरो साथी खोइ सुक्रम तेल लिन यता आइज तेल मसला पछि दिन आएन हुन्छ तेल लिन आइज हामी दिइरहन्छौँ नि अहिले ए तेल लिन आइज चम्चाले अर्को प्लास्टिक थाहा पाउ यसो गर्ने त सर चम्चाले सबै लिएर आउनु तेल लिन आइज केटा बेसर बाड्ने को यता हेर्दा हुन्छ यस मिल्छ बेसर बाड्ने गुरुबा को हुनुहुन्छ बाड्ने मेरो मसला ओइ अलि लागे त कति भयो को यो गुड त्यो बाटो छ पदमी होइन राइतिस बसाल्ने टक्क उ गर्ने प्लास्टिकले झाप्लक्क छोप्दै बस पाकिहाल्छ बल्ल लिन खोइ तेरो पार्टनर खोइ सुरु गर
छिटो गर है 25 मिनट समय सुरु भइसक्यो पच्चीस मिनट समय हो पानी पनि ल्याछ दौडी 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 गुड दौडे दौडी हिँड्ने होइन दौडिने दौडिने हो आगो बाल एउटाले आगो बाल त गर न बाबा नि त चल्दैन हो त नि मोबाइल फोन लाउनुहुन्छ यहाँ यस्तो पानी पुगेन भने मोबाइल गयो नारायणगढ फाल्दै म फालिदिन्छु ल्याउन खै तिम्रो लिएर फालौ मेरो फोनै आएन त्यस्तै फालेर पुग्दैन केटाहरूको यस्तो फोटो बनाउनु चाहिँ छिटो छिटो गर छिटो छिटो गर तारु किल ताते यार तारे उ त्यो दाउरा लिन गयो होला भनेको त कहाँ पुग्यो त्यो दाउरा देख्नु अझ उता हो त अनि कहाँ देख्छस् त नि पानी चामल एकैचोटि हाल्ने हो एकैचोटि काली नसक है एकैचोटि काली नसक अनि पाक्दैन भात त्यो त्यत्रो चामलमा त्यत्रो भात पाक्छ डाका पाक्दैन त्यत्रो त भरिहाल भोलिहाल पानी भरिहाल पानी थोरै हुन्छ त्यतिले पानी थोरै हुन्छ पानी थप्ने भरिहाल्नु पर्छ 20 मिनटमा 25 मिनट खोइ कसैको पाक्ला जस्तो लाग्यो हेर त बल्ल आगो फुक्दैछ यो मान्छेले कालीको सिङले डब्बा हालिदिएको कसैलाई मलाई तेल थोरै हुन्छ नि मान्छे दौडिहाले तेल मसला नुन त्यही राजु खोइ अलि अलि दाउरा हाल अलि दाउरा हाल कहिले पकाउँछ तेरो पानी थोरै हुन्छ प्लास्टिक घप्प छोपिदिने क्या प्लास्टिक घप्प छोपिदिएपछि पाक्छ प्लास्टिकले घप्प छोपिदिनुपर्छ भात फेरि है पानी थोरै हुन्छ है काँचो हुन्छ क्या काँचो हुन्छ पानी अलिक भरिहाल हो यो जोडी ठिक रहेछ है यो जोडीले ठिक गर्छ गुड अब अलि पानी धेरै हाल्ने हो छल्केपछि अब के गर्यो भने प्लास्टिक छैन बेसार भएको प्लास्टिक घप्पकै छोपिदिने बाहिरको सर्र चुर्र बोलेर पोल्छ अनि लास्टमा छोपिएको सबै चामल बढी भयो एउटा केहीमा हालौ न प्याक गर्दा हुन्छ यो प्लास्टिक छोप्यो भने चाँडो पाक्छ कि आलु सालु काटेको खोइ दाउरा अलिकति उता घुच्छ उता भातलाई पुग्यो भने एउटा छड्को पनि पानी थोरै भयो यसलाई
पानी ल्याएर हाल भोलि हाल पानी यो टोली कडो रहेछ नि त भात छड्को परिसक्यो यो टोली अघि नम्बर हुन्छ केटा भात चाँडो ल्याउने पनि नम्बर हुन्छ 10 मिनट भइसक्यो थियो केही भएन पानी थप म त आलु मसिनमा मारेर पातल गाड्यो त्यस्तै होइन मोटो पाक्दैन छिटो गरेर केटा ओइ शर्मा यो तेल सर र हल्ला एकचोटि पोल्ला हो चम्चा प्याज हालिहाल्ने अब पातलो गरेर काट्नुपर्छ पातलो गरेर हो यो ग्रुप पनि ठिक गरेछ अलिकति अग्लो भयो कुरा बेसी केटा चुलो अग्लो भनेको आएर हुन्छ नि त नुन खुर्सानी पुगेन भने उता सम्पर्क गर्ने गुरुबालाई खोइ यो चिनाहरूको टोली झल्लु होला जस्तो छ यार अरूको छड्को परिसक्यो केशव शर्माको खाना चाहिँ छड्को परिसक्यो है पाकीसँग लाखा यो टोलीको यो ट्वाइसर त्यो छोरे हुन्न त्यो पानी कम्ती चामललाई थोरै हुन्छ कि थोरै हुन्छ अलि धेरै हाल्नुपर्छ पानी पानी थोरै हुन्छ ओइ राजु पानी थोरै हुन्छ पानी त भोरि हाल्नुपर्छ कि चामल त्यत्रो हालेपछि तिम्रो खाना पाक्दैन के अरे यो चामल 2 ठाउँमा हो केशवहरूको टोलीले राम्रो बनाएको छ खाना हो त्यो टोलीले छड्को परिसकेको छ तिनीहरू हो तिमीहरूको आगो खेर गयो हो पानी थप पानी धेरै थप अझै ए यहाँ हेर्नु यो टोलीको राम्रो भएको छ चुलो फेरि बिग्रिसकेछ हो तरकारी पाकिसक्यो यिनीहरूको यो भात छड्को परिसक्यो त फेरि आगो निभेछ हेर त्यो दाउरा सकियो तिमीहरूले स्केलमा आगो चिज सबै पकाउनु पर्छ है छैन फेरि तेरो स्केलको फेरि लुकाउला तरकारी पनि पाक्नु पर्यो दाल त छैन है भात उता छड्को परिसक्यो चलाइदे चामल भिडियो भइरह अनि यत्रो लङ टाइम भिडियो हुन्छ त नि 13 मिनेट पुस गराएर राख्नु न अब एकछिन अरू नहाल्यो त्यो होइन अदुवा बनाएर काली अब यही बेला भात छड्को पनि बेला बट्टे काली चोप्दै हाल्दै गर्नुपर्छ